आज हामी एउटा निकै सरल तर त्यति नै गहिरो विषयमा कुरा गर्दैछौँ। एउटै पृथ्वी, एउटै जीवन। यो एउटा यस्तो अवधारणा हो जसले पृथ्वीका सबै कुरालाई एउटै धागोले जोडेर राखेको छ। ल, एउटा प्रश्नबाट सुरु गरौँ है। एक मानिस र एउटा च्याउमा के कुरा समान होला? सुन्दा अलि अनौठो लाग्न सक्छ, तर यसको जवाफले जीवनको एउटा ठूलो रहस्य खोल्छ। त्यो जवाफतिर जानु अघि आउनुहोस् पहिले हाम्रो घर, हाम्रो ग्रहबाटै सुरु गरौँ। हाम्रो जीवित ग्रह, ब्रह्माण्डमा एउटा साँच्चै अद्वितीय घर। अहिलेसम्म हामीले थाहा पाए अनुसार जीवनलाई धान्न सक्ने ग्रह भनेको पृथ्वी मात्रै हो। यही एउटा कुराले हाम्रो संसारलाई कति दुर्लभ र विशेष बनाउँछ, सोच्नुहोस् त। विशाल जङ्गलहरूदेखि गहिरा महासागरहरूसम्म लाखौं करोडौं प्रजातिहरूले यही एउटा वातावरणलाई आफ्नो घर बनाएका छन्। चाहे त्यो बोट बिरुवा होस्, जनावर होस्, साना साना सूक्ष्मजीवहरू हुन् वा हामी मानिस, हामी सबै यही एउटै प्राकृतिक प्रणालीमा निर्भर छौँ। त्यसो भए यति धेरै किसिमका जीवनलाई एकै ठाउँमा जोड्ने त्यो अदृश्य धागो के होला त? आउनुहोस् अब हामी जीवनको त्यो ब्लुप्रिन्टलाई अलि नजिकबाट हेरौँ, जसलाई विश्वव्यापी कोड पनि भनिन्छ। र त्यो कोड हो DNA। यो भनौँ न जीवनको भाषा हो। यसले हरेक जीवको जानकारी बोकेको हुन्छ, जसले गर्दा जीवहरू बढ्न, सन्तान जन्माउन र समयसँगै परिवर्तन हुन सक्छन्। अब एउटा अचम्मको तथ्य सुन्नुहोस् है। हामी मानिस र चिम्पान्जीको DNA लगभग 98देखि 89% मिल्दोजुल्दो हुन्छ। यो साझा कोडले नै देखाउँछ कि हामी सबैको विकासको इतिहास कतै न कतै जोडिएको छ। कुरा यतिमा मात्रै सकिँदैन। हामी मानिस र एउटा सानो फ्रुट फ्लाई हेर्दा कति फरक छौँ, होइन र? तर अचम्मको कुरा, हामीमा पनि धेरै जिनहरू साझा छन्। यसले के देखाउँछ भने पृथ्वीमा जीवनको जरा एउटै हो, जुन अरबौं वर्षदेखि फैलिँदै आएको छ। ल, यो साझा कोडको कुरा त भयो, तर यसले काम कसरी गर्छ त? कसरी एउटा प्रणाली बन्छ? अब हामी जीवनको जालो अर्थात् वेब अफ लाइफको बारेमा कुरा गरौँ र हेरौँ यो प्रणाली कसरी चल्छ। पृथ्वीको सबै जीवन वास्तवमा एउटा ठूलो जालो जस्तै हो। सबै एकअर्कासँग जोडिएका छन्। सानो किरादेखि ठूलो हात्तीसम्म सबै यो जालोको एक एक धागो हुन्। अब हेर्नुहोस् है, यो प्रणाली कसरी चल्छ। बोट बिरुवाहरूले अक्सिजन र खाना बनाउँछन्, किराहरूले फूल फुलाउन मद्दत गर्छन्, जनावरहरूले बिउलाई यताउता पुर्याउँछन्, अनि साना साना जीवहरूले माटोलाई मलिलो बनाउँछन्। कस्तो गजबको चक्र छ, होइन त? यसको मतलब के हो भने हरेक जीवको आआफ्नो काम छ। चाहे त्यो सानो ब्याक्टेरिया होस् वा समुद्रको ठूलो व्हेल, इकोसिस्टमको सन्तुलन कायम राख्न सबैको भूमिका एकदमै महत्त्वपूर्ण छ। जब सबै मिलेर काम गर्छन्, तब मात्र जीवन फस्टाउँछ। ठिक छ, यो प्रणाली त छ, तर यो बलियो कसरी बन्छ त? यसको जवाफ लुकेको छ विविधतामा, अर्थात् विविधतामा नै शक्ति छ, र यही विविधताले गर्दा नै यो प्रणाली लचिलो बन्छ। अब यो जैविक विविधता वा बायोडाइभर्सिटी भनेको के हो त? सीधा भाषामा भन्दा कुनै पनि ठाउँमा कति थरीका जीवजन्तु र बोट बिरुवा छन् भन्ने कुरा हो। अनि यो विविधता किन यति महत्त्वपूर्ण छ त? किनकि जति धेरै थरीका जीवहरू हुन्छन्, प्रणाली त्यति नै बलियो हुन्छ। यसले अरूलाई पनि बचाउँछ, कुनै समस्या आइपर्दा जुझ्न मद्दत गर्छ, अनि प्रकृतिलाई सन्तुलनमा राख्छ। छोटकरीमा भन्दा विविधता नै जीवनको शक्ति हो। यति सबै कुरा गरेपछि अब प्रश्न उठ्छ, हामी मानिस चाहिँ कहाँ छौँ त यो जालोमा? आउनुहोस् अब यो प्रणालीमा हाम्रो भूमिका र सम्बन्धबारे कुरा गरौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामी यो प्रणालीभन्दा बाहिर छैनौँ। हामी यसकै एउटा हिस्सा हौँ। हामी पनि त्यही जालोको एउटा धागो हौँ, अरू सबै जीव जस्तै। हाम्रो जीवन नै यही प्रणालीमा निर्भर छ। सोच्नुहोस् त, हामीलाई सास फेर्न चाहिने हावा, पिउन चाहिने पानी, अन्न उब्जाउने माटो र स्थिर मौसम, यी सबै कुरा यही प्रकृतिले दिन्छ। अहिलेसम्मका सबै कुरालाई एउटै वाक्यमा भन्नुपर्दा पृथ्वीमा जीवन अलग अलग टुक्राहरूमा छैन। यो एउटा अन्तर्सम्बन्धित प्रणालीको हिस्सा हो। यो एउटा सरल तर एकदमै शक्तिशाली कुरा हो। अब हामी सुरुको प्रश्नमा फर्कौँ है। मानिस र च्याउमा के समान छ? अब त जवाब थाहा भइसक्यो होला, होइन? दुवै एउटै जीवनको ब्लुप्रिन्ट DNAबाट बनेका छन् र एउटै जीवनको जालोमा बाँधिएका छन्। र यो कुराले एउटा ठूलो प्रश्न खडा गर्छ। यदि हामी सबै साँच्चै एउटै जीवनको हिस्सा हौँ भने यसले हाम्रो जीवन जिउने तरिकामा के असर पार्नुपर्छ त?